राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरले तिरायो 1 लाख जरिवाना। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत निम्ति आइतबार आयोजित कार्यक्रममा विमानस्थल, तिलगङ्गा, गौशाला लगायतका सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिका रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। कार्यक्रममा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक पेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरुवाका साथै रेलिङहरूमा पनि भौतिक क्षति पुगेको र जथाभावी फोहोर मैला गरी वातावरण प्रदूषण गरिएको महानगरले जनाएको छ। महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोर मैला व्यवस्थापन ऐन 2068, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन 2077 र आर्थिक ऐन 2081 बमोजिम 1 लाख रुपैयाँ जरिवाना तिराएको उल्लेख गरेको छ। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।